guys, welcome to my channel. आज स्पेशल डे तपाईँहरू सबैलाई पनि थाहा होला होइन आज मदर्स डे है ह्याप्पी मदर्स डे जति पनि मदर्सहरू हुनुहुन्छ अनि आज चाहिँ हामीले यहाँनिर आन्टीहरूको लागि हाम्रो मदर्सहरूको लागि चर्चमा केक काट्नुको लागि रेडी हुँदैछ केक किनेर भर्खर हामी आएको छ अनि यता दिदी म अनि हामीहरूले आज चर्चमा सानो सरप्राइज दिउँ भनेको तर कोही सरप्राइज पनि अनि सबैजना सन्चै हुनुहुन्छ होला होइन सम्पूर्णलाई ह्याप्पी मदर्स डेमा यस्तो दामी भइरहेछ तर फुल दिएर हामीलाई काम छैन मदर्स डे तपाईँहरूलाई सानो क्लिप हामी देखाउँछौँ ल आज हाम्रो आमाहरूलाई चाहिँ खुसी बनाऊँ भनेर क्या के लिएर आएको हजुर आज के होला तपाईँलाई ह्याप्पी मदर्स डे भन्न अब बिहे नगरेको पर्ने केटीलाई कहाँ भन्ने होइन छोरी मान्छे सबै ह्याप्पी नै मदर्स डे भन्दा ह्याप्पी मदर्स डे दिदी तपाईँले मलाई भन्नुहुँदैछ हजुर ल ह्याप्पी मदर्स डे सुसन गड ब्लेस यु आज कसको लागि थाहा छ यो आमा दिदी बहिनी सबैको लागि हो सबैको लागि होइन हाम्रो चर्च कता छ देखाइदिनु आजको हाम्रो चर्चमा चाहिँ हाम्रो आमाहरूको निम्ति हामीले यहाँ तयार गरेका छौँ सबैजनाको ह्याप्पी खुसी हुनुहुन्छ हाम्रो युथ यता हुनुहुन्छ हाम्रो अङ्कलहरू यता युथहरू नै हुनुहुन्छ अङ्कलहरू हुनुहुन्छ सधैँ चम्किरहन् अनि सजिएको हुन् पनि बिन्ती गर्नु अनि यो चम्किनको निम्ति अनि यो आशिष पाउनको निम्ति आज छोरा छोरीको ठुलो हात छ अनि आमाको आँखाबाट आँसु होइन तर आमालाई सधैँ प्रभु निहाल्ने माया अनि ह्याप्पी मदर्स डे पनि भन्न चाहन्छु र सधैँ जस्तो हामी युथहरूले होइन अनि यो पालि चाहिँ म पनि युथमा इन्भल्भ छु अनि सधैँ युथहरूले त्यसरी मदर्स डे स्पेसल यो इन्टरनेसनल मदर्स डे भनेर होइन एउटा सम्मान गर्ने युथहरूले गरिराखेको क्रममा आज पनि यहाँ होइन हामी मण्डलीका युथहरूले आमाहरूलाई एउटा होइन रेस्पेक्ट गर्ने एउटा सम्मान गर्ने होइन अनि केक यो केक जसरी सजिएको छ अनि यहाँ केही गीतहरू होइन युथहरूले आमाहरूलाई एउटा आमाको ममतामय होइन एउटा दयाको खानी हो आमाहरू हामीले बाइबलमै पनि हेर्छौँ भनेदेखि होइन म धेरै लामो बोल्दिनँ तपाईँ हामी सबैलाई यो वचनहरू थाहा छ हन्ना होइन हन्ना एउटा प्रार्थनाको योद्धा आमा हुनुहुन्थ्यो अनि एउटा समेलो अगमवक्ताको निम्ति जसरी प्रार्थना उहाँले माग्नुभयो अनि उहाँले परमेश्वरमा चाहिँ एउटा सेवाकाईको निम्ति समर्पण गर्नुभयो अनि त्यो आमा एउटा प्रार्थनाको योद्धा होइन हामी हन्नालाई हेर्छौँ भने पहिलो समेलको पहिलोमै हामी पाउँछौँ त्यो कुराहरू अनि हामी आमाको विषयमा धेरै कुराहरू हामी गर्न सक्छौँ आमा चाहिँ एउटा आमाको कोखमा एउटा बच्चा सुत्न सक्छ अनि आमा एउटा कोमल एउटा कोख हुन्छ अनि त्यो एउटा आमा बच्चा चाहिँ त्यो विश्राम गर्न सक्छ अनि आमा चाहिँ एउटा हामी के भन्छ एउटा दयाको सागर है अनि हामी मरियमलाई हेर्न सक्छौँ उहाँले त्यो आमा हुनुहुन्थ्यो जो क्रुसिफाई हुँदाखेरि पनि त्यहाँ कुनै रोएको राई हामी देखेनौँ किनभने धेरै मानिसहरू आज त्यहाँबाट बाँच्नुपर्ने थियो उद्धार मुक्ति पाउनु पर्ने थियो हाम्रो एउटा सठिक हामी सही आमाको एक्जाम्पल चाहिँ मरियमबाट पनि लिन सक्छौँ अनि हामी दोस्रो टिमोथी 1को हामीले 1 देखि 5 सम्म त्यहाँ हेऱ्यौँ भने त्यहाँ पनि एउटा तितस एउटा विश्वासको एउटा योद्धा हुनुहुन्थ्यो होइन पावलले कति त्यो जेलमा हुँदाखेरि त्यो पत्र लेख्नु भएको छ है अनि एउटा तितसको आफ्नै आमा लोइस र युनिस र बजे लोइसबाट त्यो शिक्षा पाएर चाहिँ तिमोथी पहिलो दोस्रो तिमोथी मैले 1:5 त्यो वचन तपाईँहरू सबैलाई थाहा छ अनि त्यहाँ चाहिँ युनिस आमा र बजे लोइसबाट चाहिँ त्यो शिक्षा पाएर चाहिँ त्यो एउटा विश्वासको योद्धा तिमोथी एउटा एफिससको एउटा अगुवा बन्नुभएको थियो अनि पावलले धेरै उहाँलाई होइन विश्वासको एउटा योद्धा एउटा परमेश्वरमा विश्वास योग्य भनेर एउटा बालक भनेर उहाँले भन्नुभएको अनि आमाले चाहिँ यति ठुलो है एउटा
हामी बाइबल धर्मशास्त्रमा हामी पाउँछौँ। अनि आमा चाहिँ एउटा परिवारको निम्ति एउटा स्तम्भ हो, एउटा खम्बा हो। आज आमा बिना चाहिँ हामी होइन एकदमै हामी प्रेमको सागर हुनुहुन्छ, दयाको खानी हुनुहुन्छ। अनि आमा चाहिँ एउटा यस्तो आवाज, संसारको एउटा सुन्दर एउटा आवाज चाहिँ एउटा आमामा पाइन्छ भन्छ। अनि आमाको कोट चाहिँ एउटा कोमल हुन्छ, हामी त्यहाँ विश्राम गर्न सक्छौँ। धन्यवाद दिनुपर्छ। अनि ह्याप्पी मदर्स डे पनि भन्न चाहन्छु। हुन्छ, हामी यहाँनिर मैले नै 2 शब्द मैले बोलेँ। अनि यहाँ हामी युथहरूले यति भजनहरू तयार गर्नुभएको छ, केही गिफ्टहरू तयार गर्नुभएको छ। अनि र हामी हुन्छ, हामी त्यो भजनलाई हामी त्यो गीतलाई हामी गाउनेछौँ। आमाहरू सबै तपाईँहरू अगाडि आइदिनुहोस् न, भिडियोले। ह्याप्पी मदर्स डे आन्टीहरू सबैजनालाई, ह्याप्पी मदर्स डे, ह्याप्पी मदर्स डे। केक न ल भिडियो शारदा दिदी एडभान्समा ह्याप्पी मदर्स डे। पुरै मदर्स डेको लागि यहाँ चाहिँ पुरै गिफ्ट हुँदैछ। यो चाहिँ मदर्सहरूको लागि स्पेसल। अनि यहाँ चाहिँ हुनुहुन्छ हाम्रो मदर्सहरू चाहिँ यहाँ सबैजना हुनुहुन्छ। ह्याप्पी मदर्स डे। थ्याङ्क यू। म पनि मदर्स भएकोमा ह्याप्पी मदर्स डे।
मोदर्सहरू यहाँ हुनुहुन्छ ब्युटिफुल ब्युटिफुल मोदर्सहरू एडभान्समा दिनुलाई मोदर्स न्यू मोदर्स फादर्सहरू पनि हुनुहुन्छ यहाँ ह्याप्पी मदर्स डे मदर्स डेमा यहाँ गिफ्ट पाएर आन्टी गीत बन्दा तिमीहरूले हृदय राम्रो होइन सम्झेको 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 नै सबभन्दा राम्रो Happy Mother's Day.